के तपाईँ चाहिँ 2026 मा रोमानी आउन चाहनुहुन्छ? यदि हो भने तपाईँले चाहिँ 2026 मा तपाईँको बेसिक स्यालेरी कति हुन्छ त्यसको बारेमा पनि केही थोरै जानकारी लिएर आएको राम्रो। आज यो भिडियोमा चाहिँ 2026 मा रोमानियन गभर्मेन्टले स्यालेरी कतिसम्म इन्क्रिज गर्न सक्छ या इन्क्रिज गर्छ कि गर्दैन भन्ने कुराको बारेमा थोरै हामी डिस्कस गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। जस्तो भिडियो सुरु गरौँ। हाम्रो देश नेपालबाट 2025 मा धेरै नेपाली साथीहरू चाहिँ रोमानी आउनुभयो। अब 2026 लाग्नको लागि केही दिन मात्र बाँकी छ, तर अब आउने क्रम जारी छ। तपाईँ पनि 2026 मा रोमानी आउन चाहनुहुन्छ, सोच बनाइराख्नुहुन्छ, प्लानिङ छ या एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँलाई पनि एउटा सबैभन्दा पहिला आउने जिज्ञासा अथवा त्यो प्रश्न भनेको चाहिँ स्यालेरी कति हुन्छ। अहिले 2025 मा मिनिमम स्यालेरी कति छ र अब आउने 2026 मा त्यो स्यालेरी बढ्छ या घट्छ भन्ने जिज्ञासा त होला, प्रश्न त होला तपाईँलाई। यदि छ भने आज हामी त्यसको बारेमा कुरा गरिरहेका छौँ। अब 2026 मा चाहिँ रोमानियन गभर्मेन्टले आजसम्मको सोर्स अनलाइन सोर्सलाई हेर्ने हो भने स्यालेरी इन्क्रिज हुन्छ कि हुँदैन भन्ने कुरो अन्यलमै छ स्पष्टसँग। 2025 को कुरा गर्ने हो भने गभर्मेन्टको तर्फबाट मिनिमम वेज 4050 जहाँबाट चाहिँ 45% ट्याक्स लाग्थ्यो। ठिक छ, बाँकी बचेको पैसा हजुरको नेट स्यालेरी त्यो आउँथ्यो एराउन्डमा 2600 लि। सो अब 2026 मा चाहिँ के हुन सक्छ त भन्ने थोरै सिनारियोमा हामी जाउँ। अहिलेको जुन जति पनि डिस्कस भइरहेछ हैन, एउटा पक्षले चाहिँ के देखाइरहेछ भन्दाखेरि 2026 मा स्यालेरी इन्क्रिज नहुन पनि सक्छ। 2025 को जुन बेसिक स्यालेरी छ 4050 ग्रस स्यालेरी त्यही यथावत हुन पनि सक्छ भन्ने कुरो पनि छ। तर अर्को पक्ष के छ भन्दाखेरि अहिले EU को एउटा स्यालेरी डिरेक्टिभ अनुसार चाहिँ 47-52% को जुन एउटा आँकडा छ, सिनारियो छ, त्यसलाई मिट गर्नको लागि चाहिँ मिनिमम पनि 4315 लि हुन सक्ने सम्भावना अथवा त्यहाँसम्म जान सकिने एउटा वातावरण पनि बन्छ। त्यो सिनारियो पनि भइरहेछ र 4315 देखि लिएर 4752 सम्मको रेन्जमा तपाईको 2026 मा स्यालेरी इन्क्रिज हुन सक्छ भन्ने एउटा अर्को सिनारियो चलिरहेछ, अर्को बहस चलिरहेछ। अब यसको कुनै पनि अफिसियल तपाईको स्टेटमेन्ट आएको छैन, गभर्मेन्टको तर्फबाट कुनै पनि अफिसियल तपाईको जानकारीहरू आएको छैन। यदि तपाईको 4315 मिनिमम ग्रस स्यालेरी हुन्छ भने तपाईको नेट स्यालेरी एराउन्डमा 2800 लि या 2800 प्लस तपाईको स्यालेरी हुन सक्छ आउने दिनमा। त्यो भनेको मिनिमम भनेको हामी नेपालीले होस् या जुनसुकै नन EU कन्ट्रीले एउटा लेबरको रूपमा एउटा अनस्किल वर्करको रूपमा रोमानी आउँदा कमाउने पैसा भनेको 2831 लि। अब त्यो नेपालीमा तपाईले आफै कन्भर्ट गर्न सक्नुहुन्छ। यतिसम्म हुन सक्छ। अहिले 2025 को कुरा गर्नुहुन्छ भने 2572-71 यस्तो एराउन्डमा तपाईको नेट स्यालेरी हुन्छ, जुन चाहिँ तपाईले यहाँ आएपछि त्यति स्यालेरी चाहिँ पाउनु नै हुन्छ। त्यसको त तपाईले बुझिहाल्नुहुन्छ, एराउन्डमा नेपाली 75,000 देखि माथि हुन्छ। सो यो थियो हाम्रो 2025 को स्यालेरी सिनारियो र अब आउने 2026 को स्यालेरी सिनारियो। बाँकी अफिसियल अपडेट के आउँछ भने तपाईले त्यसको बारेमा पनि म भिडियो बनाइहाल्छु। तपाईलाई यो भिडियो कस्तो लाग्यो शेयर गर्नुस्, लाइक गर्नुस् र अर्को भिडियोमा भेट्नेछौँ। थ्यांक यू भेरी मच। जय नेपाल।